नेपालले केही दिनपछि हङकङमा 4 देशीय टी20 आई श्रृङ्खला खेल्ने तालिका छ। तर अहिलेसम्म नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छैनन्। उनी नेपाल आइपुग्न ढिला हुँदा टिमले आगामी अप्रिल 9 देखि 13 सम्म हुने सिरिज नवनियुक्त हेड कोच बिनै खेल्ने सम्भावना बढेको छ। क्यानका अनुसार श्रम स्वीकृति सम्बन्धी कानुनी प्रक्रिया अझै पूरा हुन बाँकी रहेकाले नेपाली टोली हेड कोच स्टुअर्ट बिनै हङकङ उड्ने भएको छ। नियुक्ति पश्चात विभिन्न निकायबाट स्वीकृति लिनुपर्ने कानुनी प्रक्रिया छ। अहिले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिने प्रक्रियामा रहेको क्यानले जनाएको छ। हङकङ भ्रमणमा स्टुअर्ट उपलब्ध नहुने भएपछि ज्ञानेन्द्र मल्ल, जगत टमाटा र कलामले मध्ये एकले नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी पाउने सम्भावना बढेको छ। आसन्न टी20 सिरिजमा नेपालसहित आयोजक कतार र कुवेतले प्रतिस्पर्धा गर्नेछन्। नेपालले कतार विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै नेपालले दोस्रो खेलमा 10 अप्रिलमा कुवेतको सामना गर्नेछ। तेस्रो खेलमा नेपालको भेट हङकङसँग हुनेछ। उक्त खेल 12 अप्रिलमा हुने तालिका छ। लिग चरणको शीर्ष 2वटा टोली फाइनल प्रवेश गर्नेछन्। यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो नम्बरका लागि प्रतिस्पर्धा गर्नेछन्। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।